प्रियजनौँ, आज म तपाईलाई सफलताका 10 सूत्रहरू बताउँछु। जीवनमा यदि सफल हुनु छ भने यी 10 सूत्रहरूलाई तपाईले सम्झिराख्नुपर्छ। यी 10 सूत्रहरू तपाईले आफ्नो जीवनमा लागू गर्न सक्नुपर्छ। ध्यान दिएर सुन्नुस्। तपाईलाई काम लाग्ने कुराहरू छन् आजको यो भिडियोमा। सफलताका लागि धैर्यताको जरुरत हुन्छ। जुन व्यक्तिमा धैर्यता छैन, जुन व्यक्ति अधैर्य छ, त्यो व्यक्ति कहिले पनि सफल हुन सक्दैन। त्यसैले जस्तो सुकै परिस्थितिमा पनि धैर्य रहन जरुरी छ। भागवत गीतामा के भनेको छ? यो समय पनि टरेर जान्छ। तपाई बहुत सुखी हुनुहुन्छ, यो समय पनि टरेर जान्छ, दुःख आउन सक्छ। आज बहुत दुखी हुनुहुन्छ, यो समय पनि टरेर जान्छ, हैन? भोलि सुख आउन सक्छ। त्यसैले धैर्यताको असाध्यै ठूलो जरुरी हुन्छ। धैर्य रहन सिक्नुपर्छ मेरो प्रिय महोदय। नम्बर 2, जिन्दगी निकै छोटो छ तर सुन्दर पनि छ। है, काम प्रति धेरै गम्भीर नहुनुस्। जिन्दगीको मजा पनि लिन जान्नुस् के। काम 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 गरेर पनि नबाँच्नुस्। है, काम पनि गर्ने सँगसँगै जिन्दगीको मजा पनि लिने। काम गर्दा गर्दै उमेर र जिन्दगी जुन उमेरमा गर्नुपर्ने हो त्यो काम नगरेर जिन्दगी चाहिँ अगाडि नलैजानुस्। है, किनभने जिन्दगी पनि छोटो छ। त्यसैले काम गर्ने हो, हैन? यो जीवनको सुन्दरताको आनन्दको उठाउन पनि सक्नुपर्छ मेरो प्रिय महोदय। नम्बर 3, संसारमा पैसाको कमी छैन, केवल सपना देख्ने मानिसको कमी छ। हामी सपनै देख्दैनौँ। हामी चाहिँ कस्तो भयो भने हाम्रा सपनाहरू ठुला छैन, हाम्रा डिजायर्सहरू, ड्रिम्सहरू ठुला छैनन्। हामी सानो सोचमा अल्झिरहेका छौँ। महान सोच बुनेका व्यक्तिहरू नै, महान सोच भएका व्यक्तिहरू नै संसारमा माथि पुग्ने हुन्। त्यसैले यो दुनियाँमा पैसाको कमी होइन, हाम्रो सपना देख्ने सोच, हैन? सपना देख्ने मान्छेको कमी हो मेरो प्रिय महोदय। नबिर्सनुस् यो कुरालाई पनि। नम्बर 4, वस्तुको मूल्यमा कहिले पनि प्रतिस्पर्धा नगर्नुस्। हामी प्रतिस्पर्धा कहाँ गर्ने त? प्रतिस्पर्धा गर्नुस् त केवल सेवाको प्रतिस्पर्धा गर्नुस्, सृजनशीलतामा प्रतिस्पर्धा गर्नुस्, हैन? कहिले पनि वस्तुको मूल्यमा प्रतिस्पर्धा नगर्नुस्। हामी वस्तुको मूल्यमा प्रतिस्पर्धा गर्ने बानीले त आज पछाडि परिरहेका छौँ। है, अरूलाई सेवा गर्ने मामलामा, दीन दुखीको सेवा गर्ने मामलामा, गरिब मजदुरको सेवा गर्ने मामलामा, अप्ठ्यारोमा परेकालाई मद्दत गर्ने मामलामा, हैन? र आफूसँग भएको कुनै पनि सृजनशीलता, आफूभित्र भएको कला, आफूभित्र भएको खुबी, त्यो चिजले प्रतिस्पर्धा गर्ने हो। नम्बर 5, जब तपाईले प्रयास नै गर्नुभएको छैन कुनै पनि कुरामा भने तपाईलाई कसरी थाहा हुन्छ कि कुनै अवसर नै छैन भन्ने कुरा? हाम्रो कस्तो बानी हुन्छ भने यो त केही छैन, आफू त्यो कुरामा गहिरो लागेकै छैन, त्यो कुराको गहिराई के हो बुझेकै छैन, हैन? प्रयासै गरेको छैन। तर हामी अगाडि नै के भन्छौँ? हामी न्यायाधीश भन्छौँ, जज गर्छौँ। यो गल्ती गर्नु हुँदैन। जीवनमा सफल हुनु छ भने त्यसको गहिराई नाप्ने हो, त्यो गहिराईमा डुब्ने हो, हैन? त्यहाँ हामी प्रयास गर्ने हो, कोसिस गर्ने हो, हैन? अवसर छैन भनेर अगाडि नै अवसरहीन बन्ने होइन। अर्को कुरा सुन्नुस्, म जो हुँ उही रहन्छु, तब मलाई खुसी र सफलता मिल्छ। त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कपी क्याट। भनेको तपाईको धरातल के हो, तपाईको हैसियत के हो, तपाईको औकात के हो, त्यहीबाट स्ट्रगल गर्ने हो। अरूलाई देखाउने बहानामा आफूलाई कहिल्यै पनि देखावटीपन, बोक्रेपनमा नलैजानुस् मेरो प्रिय महोदय। सफलताका लागि आफ्नो धरातलबाट, आफ्नो हैसियतबाट गर्ने हो, मरिमेटेर लाग्ने हो। अर्को कुरा सुन्नुस्, तपाईलाई संगतका लागि इमानदार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमानदार। नबिर्सनुस् यो कुरा। हामी सबैभन्दा इमानदार खोज्छौँ, आफू इमानदार हुनु छैन। है, आफ्नो इमानदारिता छ कि छैन त्यतातर्फ ध्यान छैन। तर हामीलाई के चाहिएको छ? सबैभन्दा इमानदार मान्छे चाहिएको छ। त्यही कारणले हामी पछाडि परिरहेका छौँ। अर्को कुरा सुन्नुस्, हामी चाहिँ कुनै पनि काम सुरु गर्नुभन्दा अगाडि नै हार मान्ने बानीमा ग्रसित छौँ। त्यही बानीले हामी ग्रसित छौँ। कहिले पनि हार नमान्नुस्। आज कठिन छ, भोलि कठिन छ, हैन? आज कठिन छ, भोलि अझै कठिन हुनेछ, तर नआत्तिनुस्। पर्सि अवश्य दिन आउनेछ, त्यो दिन तपाईँकै हुनेछ, त्यो दिन अवश्य तपाईँ नै सफल हुनुहुनेछ। त्यसैले हामी काम गर्दा, कुनै गन्तव्यमा हिँड्दा सानोतिनो ठेस लाग्यो भनेर, हैन? सानोतिनो असफलता हात लाग्यो भनेर, सानोतिनो बदनामी, सानो ठुलो अपमानी, हैन, खेप्नु पर्यो भनेर कहिले पनि हार नमान्नुस्। काम गर्ने हिँड्ने मान्छे नै लड्छ,
लडेपछि फेरि सतर्कतापूर्वक हिँड्नका लागि उठ्न पर्यो नि मेरो प्रिय महोदय। त्यसकारण अवश्य भोलि दिन नआउला, पर्सि त अवश्य आउनेछ। अर्को कुरा सुन्नुहोस्, यदि तपाईँले आफ्नो जीवनमा हार मान्नु भएन भने तपाईँको अघि अर्को एउटा मौका हुनेछ कि। हार मान्नु नै असफलताको सबैभन्दा ठुलो कारण हो। जब तपाईँ हार मान्नुहुन्न नि, अनि त्यही कामले तपाईँलाई भएन भने पनि अर्को अवसर तपाईँलाई पर्खिरहेको हुनसक्छ। त्यसैले नहार्नुहोस्। हार्नेहरूको इतिहास कहीँ पनि हुँदैन। कहीँ हार्नेको इतिहास लेखिएको छ, जित्नेकै इतिहास भन्छ। हारले कहिले पनि विजयमा तपाईँलाई पुर्याउँदैन। असफलताको सबैभन्दा ठुलो कारण यही हो मेरो प्रिय महोदय। तपाईँको अगाडि अर्को एउटा मौका हुनसक्छ, हार नमान्नुहोस्। अन्तिम कुरा सुन्नुहोस्, जहाँ गुनासो हुन्छ त्यहाँ मौका पनि हुन्छ। नभुलौँ यो कुरा, जहाँ गुनासो हुन्छ त्यहाँ अवसर पनि हुन्छ मेरो प्रियजनौँ। त्यसैले जीवनमा अगाडि बढ्नुहोस्। यी 10 सिद्धान्तहरूलाई, 10 सूत्रहरूलाई समातेर अगाडि बढ्नुहोस्। भविष्य तपाईँको सुन्दर छ। सफल हुने व्यक्ति तपाईँ नै हो। लाग्नुहोस्, यसरी लाग्नुहोस्, उसरी लाग्नुहोस्, जिन्दगीको मजा पनि लिनुहोस् हैन। सङ्घर्षमा कटिबद्ध रहनुहोस्। कुन चिजमा तपाईँले हात हाल्नु भएको छ त्यो चिजमा त्यसको गहिराई पनि लिनुहोस्। त्यो चिजमा सम्बन्धित ज्ञान पनि बटुलेर अगाडि बढ्नुहोस्। सफलता अवश्य तपाईँको हात पर्नेछ। सर्वे भवन्तु सुखिनः।